Okay, namaste and good afternoon everyone. It's me Binu Shrestha and you are watching the SE lecture channel. In this channel, you'll be getting a lots of lectures related to the mathematics. And today's lectures, I'll teach you mensuration topic. Okay, and this mensuration topic, the students, they feel very difficulty in class 9 and 10. Especially there is the problem is how to memorize the formulae. And today's lectures, I'll teach you how to memorize them. Okay, now let's get started. अब यो आजको हाम्रो टपिकमा मेन्सुरेसनमा हामीले स्पेशली मेन्सुरेसनमा धेरै फिगर ज्योमेट्रिकल फिगर्सहरु हुन्छन् तर क्लास 10 मा स्पेशली हामीलाई यति ज्योमेट्रिकल फिगर्सहरु हजुरले याद गर्नु भने यतिको फर्मुलाहरु यति 1 2 3 4 5 वटा ज्योमेट्रिकल फिगरको हजुरले फर्मुला याद गर्नु भयो भने it is very easy to memorize the mensurations formula, especially regarding to the solid figures अथवा combined solid figure. यो combined solid figure मा हामीलाई फर्मुलाहरु एकदम ठुलो देखिन्छ हैन, भद्दा देखिन्छ, एकदमै डिफिकल्ट लागिरहेको हुन्छ। तर यी फर्मुलाहरु हजुरले राम्रोसँग मेमोराइज गर्नुभयो भने त्यो फर्मुलाहरु भेरी इजिली मेमोराइज गर्न सकिन्छ। ल अब यहाँनिर हामीले आज पढ्ने फर्मुलाहरुमा हेर्नुस् त सर्कल छ है, भेरी इजी, अनि त्यसपछि स्क्वायर छ, अनि सिलिन्डर, हेमिस्फियर र कोन, यो 5 वटा सोलिड फिगर्स को फर्मुलाहरु म यहाँ सरल लेख्छु अनि हजुरले त्यसलाई मेमोराइज गर्नु होला। अनि यसको आधारमा हाउ टु मेमोराइज द सोलिड फिगर्स फर्मुले हैन, सोलिड फिगर्स को फर्मुलेहरु हामी कसरी मेमोराइज गर्ने यसको आधारमा त्यसपछि म सजिलैसँग सिकाउँदै जान्छु। सो डोन्ट मिस टु वाच इट टिल द एन्ड अफ द भिडियो। ठीक छ, ल अब हेर्नुस् त यसमा हामीले जनरली इन 7 क्लास देखि नै हामीले यी फिगर्सहरु पढ्दै आइरहेका छौं र 8 र 9 मा त हामीले यी फिगर्सहरुको धेरै फर्मुलाहरु नै पढिसकेका छौं। फर्स्टमा एउटा सर्कल छ जसको रेडियस यो r, यहाँ देखिको यो रेडियस भन्छ, r छ, यसको डायमिटर, अनि यो एउटा स्क्वायर छ, स्क्वायरको यो बीचको डायगोनल, यो डायगोनल लेन्थ अफ डायगोनल d छ र यसको सबै साइड्सहरु a छ र हामीले नर्मली स्टुडेन्ट्सहरुले चाहिँ स्क्वायरमा l भनेर रिमेम्बर गरेको हुन्छ फर्मुलामा र हामीलाई क्लास 10 मा आएर चाहिँ e भनेर हामीले डिनोट गर्छौं त्यसलाई, र l भनेको हाम्रो क्लास 10 मा चाहिँ फेरि स्ट्यान्ड्स फर स्लाइन्ट हाइट भनेर पढ्नु पर्छ। त्यही भएर मैले त्यो नोटेशन्समा उनीलाई कन्फ्युज नभयोस् भनेर मैले सुरुमै a लेखिदिएको छु। अल साइड्स a छ। यहाँ सिलिन्डर छ जसको यो डायमिटर भयो, बेसको डायमिटर d छ, यो रेडियस छ, यो हाइट अफ सिलिन्डर भर्टिकल हाइट छ, र यो हाम्रो हेमिस्फियर छ, हेमिस्फियर जसको हाम्रो रेडियस छ r अथवा यो हामीलाई डायमिटर हो, र यो हेमिस्फियरको हाइट भनेपछि इट इज अलवेज रिप्रेजेन्ट्स रेडियस, अनि यो हाम्रो कोन छ, कोनमा हाम्रो यो भर्टिकल हाइट h, यो रेडियस r र यो स्लाइन्ट हाइट l छ। अब यसको मैले इन्डिभिजुअली नै यसको फर्मुलाहरु मैले 1 बाइ 1 एकचोटी डिस्कस गर्छु, हजुरहरुले यसलाई कपीमा नोट डाउन गर्नु होला। ओके, ल हामी सबभन्दा फर्स्टमा के गरौँ भने हामी एउटा सर्कलको गरौँ, सर्कललाई। जस्तै एउटा सर्कल छ, यो सर्कलको हामीलाई दिएको छ, यहाँबाट मानौ हामीलाई यसको रेडियस r दिएको छ र सर्कलको हामीलाई यसको सर्कलमा हामीले जम्मा दुईटा कुरा मात्रै मेमोराइज गर्नुपर्ने हुन्छ। सर्कलको एउटा एरिया हामीलाई चाहियो, एरिया अफ सर्कल, एरिया अफ सर्कल इज अलवेज पाई r स्क्वायर है, सर्कलको एरिया हुन्छ पाई r स्क्वायर। र अर्को हामीलाई चाहिन्छ सर्कलको हामीलाई सर्कमफेरेन्स चाहियो, सर्कमफेरेन्स अफ सर्कल, र यसलाई हामी पेरिमिटर पनि भन्छौं, पेरिमिटर। यो पेरिमिटर हुन्छ 2 पाई r। ठीक छ, 2 पाई r हुन्छ। र नर्मली हामीलाई एक्जाममा 2 पाई r हामीलाई क्लास 10 सम्म त 2 पाई r भने पनि पुग्छ, र नर्मली हामीलाई इन्ट्रान्स एक्जामहरुमा चाहिँ डायमिटरको फर्ममा हुन्छ। सो डायमिटरको फर्ममा हुन्छ, 2r को मिनिङ भनेको d हुन्छ, सो इट इज अल्सो कल्ड पाई d। ठीक छ, पाई d यो चाहिँ हामीलाई। अब यो एरिया पनि हामीले d को फर्ममा पनि लेख्न सक्छौं, किनभने r हाम्रो r भनेको d बाइ 2 हुन्छ र r स्क्वायर गर्यो भने यो होल स्क्वायर भयो, दैट इज d स्क्वायर बाइ 4। सो द एरिया अफ सर्कल अल्सो रिप्रेजेन्टेड एज पाई d स्क्वायर बाइ 4। यो चाहिँ हाम्रो सर्कलको लागि भयो है। हजुरले इन्डिभिजुअली एक एकवटा पेजमा ठुलो बनाएर यसलाई एकदमै मेमोराइज गरेर राख्नु होला र नोट बनाएर राख्नु होला। ल फेरि अब हामी यो स्क्वायरको हैन, स्क्वायरमा हामीले क्लास 9 मा अल साइड्स इक्वल अनि लेन्थलाई हामीले l बनाएको थियौं, तर क्लास 10 मा हामीलाई स्क्वायरको लेन्थ चाहिँ हामी a सपोज गर्छौं यहाँ।
length of square is A and this is the length of diagonal. Length of diagonal is D. ठीक छ ल यसको हामीलाई अब पेरिमिटर हामीले पढेको छौं पेरिमिटर अफ स्क्वायर इज 4A हैन यहाँ मेरो साइड्स A भएको हुनाले 4A अनि यसको एरिया भयो हाम्रो एरिया हुन्छ L स्क्वायर भनेर हामीले त्यसमा पढाएको थियौं र हामी यहाँ चाहिँ लेख्छौं A स्क्वायर हैन अल साइड्स A भएको हुनाले सो द एरिया अफ स्क्वायर इज A स्क्वायर र यसको अर्को पनि फर्मुला पढ्नु होला यसको अर्को फर्मुला हुन्छ 1/2 इन्टु D स्क्वायर है यसको एरिया अर्को हुन्छ हाफ D स्क्वायर यो पनि धेरै इम्पोर्टेन्ट छ हामीलाई क्लास 10 मा एउटा न्यूमेरिकल प्रब्लम चाहिँ यही फर्मुला युज गर्ने गर्छ अब म हजुरलाई एउटा थोरै भन्छु यो हाफ D स्क्वायर फर्मुला चाहिँ कहाँबाट आयो भनेर म थोरै भन्छु ठीक छ अब हेर्नुस् त यो हजुरले यो रेक्ट्याङ्गलमा सरी यो स्क्वायरमा हजुरले एउटा राइट एंगल ट्रायंगल देख्नुहुन्छ यो राइट एंगल ट्रायंगलमा यो D हेर्नुस् त यो राइट एंगल ट्रायंगल भयो यहाँ D भनेको हाम्रो के हुन्छ अंडर रुट D भनेको हाइपोटेन्युस under root p square plus b square that means D means under root a square plus a square that gives you under root 2a square हजुरले रुट हटाउनु भयो भने a into under root 2 so D को भ्यालु हाम्रो कति हुँदै रहेछ त a under root 2 हुँदै रहेछ यहाँबाट हजुरले a निकाल्न पाउनु भयो a भनेको D upon under root 2 भयो ठीक छ र हाम्रो एरिया अफ स्क्वायर भनेको a स्क्वायर हुन्छ सो हाम्रो एरिया अफ स्क्वायर एरिया भनेको हाम्रो a स्क्वायर भयो a को ठाउँमा हामीले d by under root 2 को होल स्क्वायर लेख्नु भयो भने के आउँदै रहेछ हेर्नुस् त यहाँ d स्क्वायर by 2 सो द एरिया अफ स्क्वायर भनेको हाफ d स्क्वायर पनि हुन्छ यो दुईटै फर्मुलाहरु याद गर्नु होला ठीक छ